राम्रो सम्भावना भएको जिल्लाबाट बसाइसराई रोक्नको लागि कृषिमा, जडीबुटीमा, पर्यटनमा, अन्य शिक्षामा, स्वास्थ्यमा रोजगारी सृष्टि गर्ने, त्यसलाई प्रवर्धन गर्ने कुरामा तपाईहरुले ध्यान दिनु होला। सुरुमा तपाईले एउटा बसाइका सन्दर्भमा यो कुरा भन्न आवश्यक ठाने तपाईहरुलाई मेरो अपिल पनि छ। मानिसहरुलाई यसप्रति आकर्षित गर्नु होला। दोस्रो कुरा तपाईहरु थाहा पाउनु भएकै छ, हाम्रो पार्टी केन्द्रीय समितिको बैठकले यस बीचको राजनीतिक घटनाक्रम र परिस्थितिको गम्भीर समीक्षा गरेर एकातिर हामी आफैले जहाँ बढी ध्यान र जोड दिनुपर्ने थियो त्यहाँ अलि पुगेन कि भन्ने समीक्षा गर्यौं। आफ्नै आत्मसमीक्षा पहिला गर्यौं र हाम्रो विचारसँग, हाम्रो वर्गसँग, हाम्रो समुदायसँग, आम रूपमा नेपाली जनतासँग हाम्रो सम्बन्ध सुदृढ गर्नुपर्छ र नयाँ ढंगले एउटा नयाँ अभियान चलाउनुपर्छ भन्ने निष्कर्ष निकाले अनुसार केन्द्रीय समितिको बैठकबाट नै एउटा तराई मधेसमा हुलाकी मार्ग केन्द्रित गरेर एउटा जागरण अभियान चलाउने भनियो र पहाडमा मध्य पहाडी लोकमार्ग केन्द्रित गरेर फेरि अर्को चाहिँ जागरण अभियान चलाउने भन्ने निर्णय केन्द्रीय समितिकै निर्णय हो। मैले अहिले धेरै लामो व्याख्या गर्नु छैन, तपाईहरुले थाहा पाइराख्नु भएकै छ। हाम्रो हुलाकी मार्ग केन्द्रित अभियान अब त्यो असाधारण रूपले सफल भयो भन्छु म चाहिँ, किनभने यो पहिलो अभियान थियो, हुलाकी मार्ग केन्द्रित गरेर चलाइएको पहिलो अभियान थियो नेपालमा इतिहासमै। र हुलाकी मार्ग वरिपरि सबभन्दा धेरै गरिब मजदुर किसानहरू, सबै आदिवासीहरू, थारू, मधेसी, मुस्लिमहरूको बसोबास छ। झन्डै 1 करोड मानिसहरू त्यस मार्ग वरिपरि केन्द्रित छन् र त्यो राम्रो सफलता हासिल भएपछि झापाबाट सुरु गरेर हामीले कञ्चनपुर, सुदूरपश्चिमकै कञ्चनपुरमा आएर त्यसको त्यो अभियानको समापन गर्यौं र अब आजबाट चाहिँ हामी मध्य पहाडी लोकमार्गको उद्घाटन चाहिँ बैतडीको पाटनबाट गर्दैछौँ र यसलाई हामीले पहिल्यै भनेका थियौं। हामीले सबभन्दा नेपालको होचो भूभागबाट सुरु गर्यौं, झापाको कचन कवन भन्ने ठाउँ सबभन्दा होचो भूभागबाट र यसको समापन अन्तिममा देशकै र संसारकै सबभन्दा अग्लो भाग एभरेस्ट जिल्लामा सोलुमा गएर हामीले यसको समापन गर्नु भनेर भनिएको थियो। हामी त्यही अनुसार जाँदैछौँ र हिजोबाट यहाँ प्रवेश गर्दै गर्दा यो मध्य पहाडी लोकमार्ग अभियानमा प्रवेश गर्दै गर्दा हिजो हामी कैलालीमा पनि धनगढीबाटै के अरे एयरपोर्टबाटै हामीले जस्तो खालको प्रतिक्रिया पाएका छौँ, निकै सकारात्मक छ। हिजो आउँदै गर्दा बाटोमा कैलालीका थुप्रै पालिकाहरूमा पनि बडो न्यानो स्वागत हाम्रो म लगायत हाम्रो यो अभियानको टोलीले प्राप्त गर्यो र यहाँ प्रवेश गरेर डडेलधुरा प्रवेश गरेपछि पनि जुन खालको परिस्थिति र स्वागत हामीले देख्यौं त्यो निकै राम्रो भयो र अहिले बिहानसम्म आउँदा विभिन्न राजनीतिक दलका नेताहरूसँग पनि हाम्रो भेटघाट कुराकानीहरू भयो। त्यो पनि निकै नै फलदायी भएको हामीले ठानेका छौँ। म यहाँ बस्दै गर्दा यो अब शेरबार देउबाजीको जिल्ला भनेर पनि चिनिन्छ, देउबाजीसँग पनि सम्पर्क भएर उहाँले पनि मेरो जिल्लामा स्वागत भन्नुभयो, डडेलधुरामा स्वागत भन्नुभएको छ। अरू नेताहरूले पनि यहाँका नेपाली कांग्रेसका पुराना नेताहरूसँग पनि भेटघाट भयो, अरूसँग पनि, र त्यो निकै राम्रो र सकारात्मक माहौल चाहिँ तयार भएको छ। अब औपचारिक ढंगले उद्घाटन त हामीले बैतडीको पाटनबाट गर्छौं, तर अब एक खालको उद्घाटन डडेलधुराबाट भइसक्यो भन्न पनि सकिन्छ अनौपचारिक ढंगले। अब मैले अरू धेरै भन्ने भन्दा पनि मैले अब तपाईहरुको के कुरा जान्न चाहनु भएको छ त्यो कुरा राख्नुस् अनि म त्यही